म आफै पनि कानुनको विद्यार्थी भइरहेको नाताले माजिद अन्सारीको विषयमा जसरी प्रहरीले काम कारबाही गर्यो त्यो विषयमा मेरो पनि ध्यानाकर्षण भएको कुरा चाहिँ म समिति सभापतिलाई जानकारी गराउन चाहन्छु र सभापति मार्फत सरकारको पनि यस विषयमा चाहिँ के हो भन्ने कुरा पनि मैले जानकारी लिन चाहन्छु। यो संविधान भन्या के हो भन्ने विषयमा चाहिँ हामी कहिलेकाहीँ चाहिँ अलिकति दुई खालको दृष्टिकोण हुँदो रहेछ। कतिलाई चाहिँ के लाग्छ भन्दाखेरि सरकार वा राज्यले चाहिँ जनतालाई अधिकार दिने हो भन्ने लाग्छ। कतिलाई चाहिँ जनताका अधिकारहरूले चाहिँ सामाजिक करार गरेर सरकारलाई चाहिँ केही आफ्ना अधिकारहरू सरकारले प्रयोग गरेर गरोस् भनेर दिने हो भन्ने लाग्छ। हाम्रो विगत हेर्यौं भने हिजो पृथ्वीनारायण शाहले राज्य एकीकरण गरे पश्चातका हामीले प्रधानमन्त्री हेरौं, मुक्तियार भनेर भनिएका हेरौं, हिजोका दिनमा सरकारहरू हेर्यौं भने हामीले कहिल्यै कतै पनि म इन्डिपेन्डेन्ट फ्री सिटिजन हो भनेर मैले कहिल्यै आफूलाई यो समाजमा देख्नै सक्दिनँ। मलाई के लाग्छ भन्दाखेरि मेरा अधिकारहरू सरकारले दिइरहेछ भन्ने लाग्छ। त्यो नै पहिलो ठाउँ हो जहाँ चाहिँ हाम्रो अधिकारहरू प्रहार हुन सुरु गर्छन्। जहिले पनि डेमोक्रेसीमा के हुन्छ भन्दाखेरि जनताले करार गरेर आफ्ना अधिकारहरू सरकारलाई दिने हो, सरकारले जनतालाई अधिकार दिने होइन। यो नै क्रक्स अफ डेमोक्रेसी हो। र डेमोक्रेसीमा सधैँ के हुन्छ भन्दाखेरि पोलिटिकल स्पिचेसहरूलाई हाईएस्ट फर्म अफ प्रोटेक्सन हुन्छ। राजनीतिक भाषण, राजनीतिक सन्देशहरूलाई चाहिँ सबैभन्दा बढी प्रोटेक्सन चाहिँ संविधानले गर्ने गर्छ। किन भन्दाखेरि संविधान मार्फत नै हामीले सरकार गठन गर्ने हो। जनताले सामाजिक करार मार्फत सरकार गठन नै संविधान बनाउने प्रक्रिया बमोजिम गर्ने भएको हुनाले त्यो हुन्छ। त्यही भएर डेमोक्रेसी अथवा भनौं प्रजातन्त्र चाहिँ सरकारले आफ्ना समर्थकहरूलाई कसरी ट्रिट गर्छ भन्ने कुराले चाहिँ जानकारी हुँदैन, तर सरकारले चाहिँ आफूसँग असहमत राख्ने व्यक्तिहरूलाई कसरी ट्रिट गर्छ भन्ने कुराले चाहिँ डेमोक्रेसीको स्थिति कस्तो छ भन्ने कुरा चाहिँ हामीले हेर्न सक्छौं। पछिल्लो चरणमा हामीले अब भिडियोमै आयो माजिद अन्सारीको हकमा त उहाँलाई एरेस्ट मात्र गरिएको छैन, प्रहरीद्वारा एक्सेसिभ युज अफ फोर्स पनि भएको छ, लुचिएको पनि छ, मुक्का हानिरहेको अवस्था पनि छ। अनि कतिपय अवस्थामा त केसम्म देखिँदो रहेछ भन्दाखेरि हिजोको दिनमा कानुन व्यवस्था हुँदै गर्दा पनि थाहा पाउँथे प्रहरीले भेनभित्र लगेर पनि मान्छेहरूलाई कुट्दो रहेछ। भनेपछि म यस्तो खालको